2082 साललाई बिदा गर्दै गर्दा हामीले भुल्नै नहुने जेन्जीहरूको लागि समर्पित एउटा कविता। 2082 सालको अन्तिम दिन। रगतका सपनाहरू। बगिरहने रगतको केही बगाउने सपना थियो। बगिरहने रगतको केही बगाउने सपना थियो। तातो रातो रगतको केही तताउने सपना थियो। बगिरहने रगतको केही बगाउने सपना थियो। तातो रातो रगतको केही तताउने सपना थियो। भ्रष्टाचारको नल फुटाएर भ्रष्टाचारीहरूलाई बगाउने त सपना थियो। भ्रष्टाचारको नल फुटाएर भ्रष्टाचारीलाई बगाउने त सपना थियो। त्यही कलङ्कितहरूको मज्जाले गाला तताउने त सपना थियो। त्यो दिन बग्न त बग्यो रगत, तर शरीरको मार्ग हुँदै राजमार्गमा। त्यो दिन बग्न त बग्यो रगत, तर शरीरको मार्ग हुँदै राजमार्गमा। त्यो दिन तात्न त अवश्य तात्यो रगत, गरमा गरम गोलीको सत्सङ्गमा। इच्छा चोरहरूको छुटकारा, छुट्यो आफ्नै जीवन। इच्छा चोरहरूको छुटकारा, छुट्यो आफ्नै जीवन। इच्छा फटाहाहरूबाट मुक्ति, मुक्त भयो आफ्नै शरीर। विडम्बना सपना बोकेका ती पाइलाहरू विपनामा रोकिए, विपनामै ठोकिए। विपनामा रोकिए, विपनामै ठोकिए। सपना मार्नेलाई के गर्ने? मारिदिने। सपना मार्नेलाई के गर्ने? मारिदिने। सपना रोक्नेको के गर्ने? सासै रोकिदिने। यही सवाल सोधेँ मैले परलोक पुगेर। यही सवाल सोधेँ मैले परलोक पुगेर। उनीहरू भने अब मार्ने होइन जन्माउने हो। उनीहरू भने अब मार्ने होइन जन्माउने हो। हो जन्माउने हो प्रेम। हो जन्माउने हो प्रेम। हो जन्माउने हो सद्भाव। हो जन्माउने नै हो यस्तो संसार, जहाँ होस् सबको लाभ र सबप्रति लगाव। जहाँ होस् सबको लाभ र सबप्रति लगाव। नमस्कार। 2083 साललाई सम्झिँदै गर्दा 2082 साल नभुल्नुहोला। 2082 सालको इतिहास नभुल्नुहोला। इतिहासमा रहनुहुन्न, तर इतिहासबाट सिक्नुपर्छ। नमस्ते।